यो फोनमा त खै फेसबुकमा पनि के आएको आज त हैट राम्रो राम्रो कुरा आउँछ भनेको खै हावा हो कुरा आउँदो रहेछ। ए के हो एक्लै बडबडिँदै बसेको पग्ला जस्तो। फेसबुक चलाउँदै बसिरहेको देखिनस् हाउडे कुरा नगर यहाँनिर देखिनस् आँखा त हेर्ने यहाँनिर। ए ल ल बोल। ए आइज न आइज बस् न यहाँ काम छ तेरो आइज। ए ब्याङ्कको हतार छौ ल अरू बेला भेटौँ न। ओ एक मिनट बस् न सानो काम छ यहाँ। ए हतार छौ फेरि फेरि गो म। तँलाई साला हतार म यहाँ कटार जाने त हतार छैन आइज न बस् यहाँ। ल ल किन हो भन् छिटो। ओइ अन्त किन बोलाएको मलाई के काम थियो ओइ लोकल सोकल गएन साझा। गएन हौ आज यस टाइम पास गर्दै बसेको घाम पनि छ जाम पनि छ हो त्यसले गर्दा यहाँ बसिरहेको। ए आज त जाँदैन होला बजारतिर। जान्छु एकछिनमा बस् न बजारमा काम छ मेरो। ए भन् त मसँग चाहिँ के काम थियो सस्पेन्समा राख्दा भनिहाल। मैले यताउताबाट तेरो एउटा कुरा सुनेको छु मैले। के चाहिँ सुनेछौ मेरो कुरा। तैँले त्यो सिलगढीको प्लट बेचिस् अरे नि त्यो कुरा सुनेर भनेको। बेच्यो त अन्त। भनेपछि त तँसँग पैसा छ होला है त्यो जमिनको। ए छ त अन्त तँलाई चाहिँ के फोक्टा दिएको जस्तो लाग्यो। त्यही त के का त्यही भन्न के भन्नु छ। त्यही त तेरोमा छ भने मलाई अलिकति अप्पै पैसाको कुरा चाहिँ मलाई नगर है अप्पै दिनु ओर्नु चाहिँ। आम्मा के साह्रो त त किन अन्त किन अरे पैसा माग्ने बेलामा चाहिँ म्याउ म्याउ पैसा दिने बेलामा भाउ भाउ हुँदैन। परेको बेलामा त हेल्प गर्नुपर्छ त साथीभाइले। अन्त तँ त आम्मामा त्यस्तै केही नै भएको जस्तो उफ्रिन्छ त है तिर्के नगर्न त्यस्तो। अप्पै साथीभाइ भन्छ आजकल त साथीभाइले त धोका दिन्छ त। साथीभाइहरूले धोका दिन्छ भने सबैजना एउटै हुन्छ। 5वटा अम्लाहरू त बराबर छ यहाँ त्यही भनेको मैले तँलाई। 5वटा अमिलको इक्जाम्पल दिन्छस् मान्छेको मनमा के हुन्छ बुझ्छ। मलाई त विश्वास गर्न हौ कमसेकम अरूलाई विश्वास नगरे पनि एउटै थालमा भात खाएको होइन साथीभाइ भएर। एउटा थालमा चाहिँ कहिले खायौ। अहिले पैसा गोजीभरि छ जमिन बेचेर बिर्सिहाल्छ नि हौ साथीभाइलाई कहाँ सम्झिन्छ हौ अहिले तैँले। एउटा बिर्सिनु मन त लाग्दैन तर बिर्सिनै पर्ने रहेछ नि त हौ। अहिले पैसा छ गोजीभरि बिर्सिन्छ नि साथीभाइ भोलि पर्सि गोजी खाली भएपछि साथीभाइलाई सम्झिन्छ त। ए हाउडे कुरा न तँलाई चाहिएको चाहिँ कति। ए हो र दिन्छस्। ए भन्न छिटो। ए पर्खि ल म हिसाब गर्छु ल। बस ए छिटो गर्नु हौ तेरो म ब्याङ्क जानुपर्छ ढिलो भइसक्यो। ए यो के अरे पर्खि ल म हिसाब निकालेको थिएँ कि बेसी त होइन कि 5 लाख रुपियाँ नि 5 महिनाको लागि दिएन ल। 5 लाख कहाँबाट तिर्छस् हौ। दिनु चाहिँ दिएन जसरी पनि तिर्छु नि म के तिर्नु सक्दैन जस्तो लाग्छ क्या मलाई। ए ल म दिन्छु कि 5 लाख इन्ट्रेस्ट चाहिँ कति दिन्छस्। 5 लाखको इन्ट्रेस्ट 5 रुपियाँ गरेर महिनामा तिर्छु हुन्छ। कस्तो 5 रुपियाँ भनेको बोका जस्तो लाग्यो मलाई। 5 रुपियाँ होइन हौ 5% भनेको पो त। ए ठिकै छ 5% को लागि तँलाई 5 लाख दिए तर के को लागि हौ। के गर्छ भनेको 2 लाख कान्छीलाई 2 लाख जेठीलाई बाँकी 1 लाख चाहिँ लट्री किन्नु भनेको हौ। बा पऱ्यो भने तँलाई तिर्नु पुग्छ नि त। ए सबैले त बिजनेसको लागि चाहिन्छ
यसले त बाँड्नुको लागि पो रहेछ लट्री किन्नुको लागि के गरौँ हौ दिउँ कि नदिउँ अरे मैले तँसँग ऋण लिएपछि त मैले जसरी पनि तिर्नु न तँलाई के को चासो 5 लाख लिएपछि त मलाई पनि त तिर्नु मन लाग्छ नि त हौ साथी ल ठिक छ ए ब्याङ्क बन्द हुन आँटेछ म गएको ल ए पैसा त दिइराख्न हौ पैसा त दिइराख्न पैसा दिइराख्न ए बोका जस्तो नहो न 5 लाख चाहिँ तँलाई गोजीमा बोकेर हिँड्छु क्या हो बाटो बाँड्दै हिँड्नु पर्खिन पैसा त दिइहाल्नु हौ मलाई अहिले 5 लाख को पुरा एग्रिमेन्ट गरेर दिनु अरे बाटो दिन्छ अहिले नि दिइहाल्न घरमा सोध्छु एग्रिमेन्ट बनाएर तँलाई उयो भरे 6 बजी फोन गर्न गएको त एग्रिमेन्ट त 6 बजी भन्यो दिन्छ होला हौ छाता बज्नु आँटिछ त यसलाई फोन लाउनु पर्यो फोनै उठाउँदैन यसले दिन्छ कि दिँदैन हौ न त यसले बोका बनाएको जस्तो लाग्यो मलाई फेरि गर्छु फोन के हो ब्लक पो गरे के हो फोन त तेरिका हो फेरि गर्छु हो The number you are trying to call is currently not reachable. Please try again. हो ब्लक पो गरेछ त फोन त साला यस्तो आशा हेऱ्यो भने त खतम हुने रहेछ मेसेज आएछ त